साथीहरु फेरि पनि स्वागत छ तपाईहरुलाई वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ फेरि पनि हामी ह्याप्पी सटरडे हामी चाहिँ यसो हैन मनाउनको लागि सेलिब्रेट गर्नको लागि आज छुट्टी हो नि त, त्यही भएर हामी चाहिँ ह्याप्पी शनिबार मनाउनको लागि माथि जंगलमा रहेछ एउटा टेम्पल मन्दिर, त्यहाँ घुम्न गइरहेछौँ। यहाँ भाइ बहिनीहरु अगाडि हामी चाहिँ यहाँ पछाडि छौँ बहिनीसँग। भाइ दिदीले ढकेल्ने तिमी हो हो भाइ मेरो भिडियोमा केही बोल्देऊ न, गाइज भन्छ हैन, किनकि गाइज भनेर भनेको हैन, बोल्देऊ त। मेरो म्याम हामी अहिले मन्दिर जाँदैछौँ। यो हो ग्राउन्ड एउटा दिन अंकिता साया र म यता खेल्दै थियौँ र ऐसेनु पुरी खायौँ। खै खायौँ ल खायौँ। मेरो दिदी चाहिँ त्यो बेला आउनु भएको थिएन, मेरो दिदी अहिले चाहिँ आउनु भएको छ। कुन दिदी? ए यो दिदी हो, यता हो ल, यता पनि हुनुहुन्छ सायाङको दिदी सायाङ। हामी कहाँ गइरहेछौँ? कहाँ गइरहेको हामी? मन्दिर कहाँ छ मन्दिर? खोइ देखाउ त कहाँ छ? ए यो बाटो हाम्रो स्कुलसँग। बाटो त पुरा बिकेको रहेछ हौ। भासी गइन्छ है, गइन्छ। जोडी उस्तै भइरहेछ क्या। हाम्रो चाहिँ जोडी यता छ है, जोडी यता छ। गर्मी छ, त्यही भएर छाता लाएर हामी चाहिँ छाता टक्कसँगले क्यापमा चाहिँ छाता ओढेर जाँदैछु। म गएपछि म टेम्पल देखाउने छु। फर्स्ट टाइम हो नि त, म गएको छुइनँ, त्यही भएर हामी चाहिँ गइरहेछौँ। ल बनाउ न, तिमी पनि बनाउ न। लु भाइको पनि क्यामेरा तेर्साउ त सायन, छिटो। अनि भिडियो बनाउँछु भने लगेको होइन फोन, अनि युट्युबमा हाल्ने होइन। स्कुल आइपुग्यो, सायन भाइको स्कुल आइपुग्यो। देखाउ न तिम्रो स्कुललाई, यो हो मेरो स्कुल। बाजेकै भाइ यो हो मेरो स्कुल भनेर भिडियो बनाउँदा एउटा हो त नि। म त देखेकै छु चार पाङ्रे, वास्तव नगरेको मैले पनि खासै चाहिँ है। सानो भ्लगर आइपुगेको छ मेरो स्कुल अरे है। उसले पनि सुरुवात गरिरहेछ। त्यो साँच्चीको भिडियो भइरहेछ कि छैन? ए भइरहेछ। ल भयो हौ, फेरि देखाउ त फेरि। स्कुल देखाउ न मजाले। कुन मन्दिर? गर्छ मोटेले गर्छ। के अरे के भन त? प्रसाद पनि खुबै पाउँछ होला नि आज। हेर्न सक्नुहुन्छ सिन यस्तो छ, सिन दामी छ यताको। छ्या के भनेको त्यो? पैसा बोकिरहेछ, खोइ पैसा खोइ अहिले नराम्रो शब्द बोल्ने है नै फटालाई। वाउ यता पनि देखाउँछु म।
सिनारीहरू यता पनि देखाउन चाहन्छु म चाहिँ। खोइ गर्मी नै छैन के छाता लगाइरहेको हौ। कस्तो राम्रो देखेको नि पल्लोपट्टि हेर्न सक्नुहुन्छ। खोइ ए यहाँ पो पुरानो गाउँ ए त्यही भएर पो यहाँदेखि आउँछन् बच्चाहरू अनि पुरानो गाउँ भन्छ। कहाँ हो कहाँ यहाँ पुरानो गाउँ अरे यहाँदेखि पनि आउँछन् बच्चाहरू यहाँ पढ्नु है। ल जुम गर जुम गर। ल पछि त बनाउने रहेछ हौ भिडियोहरू त यस्तो भन्छ। एउटा घर छ हुने बिराको चिल्ले पार भनेको यही हो नि। मलाई थाहा पनि छैन यो घरमा बस्छको के खालको भिडियो बनाएको हौ। मन्दिर ल अब जाऊ जाऊ मन्दिर है जाऊ। ल अब हामी चाहिँ मन्दिरतिर लागेको मन्दिरतर्फ प्रस्थान गऱ्यौँ। हामी चाहिँ यो ठाउँमा बस्छौँ यहाँ बिचमा यो स्कुलदेखि अलिक परतिर बस्छौँ हामी चाहिँ। अहिले यहाँ माथि गइरहेछौँ मन्दिर मन्दिर गइरहेछौँ गाइज गाइज। भाइ भिडियो इन भएन भाइरल हुन्छ यस्तो भने भाइ यो अब हिँड्नु सक्दैन है यहाँ यस्तो खालको मान्छेसँग हिँड्नु चाहिँ गाह्रो हुन्छ है। सास बन्द थाल्यो फेरि चाहिँ अझ साँच्चीको बनाउने चाहिँ कहिले पनि। गाइज हामी पुग्न लागिसक्यौँ भनेर भन न। यो हाम्रो गई बाटो यस्तो छ। ओइ यो बिहान बिहान नि अबदेखि हामी मर्निङ वाक गर्नुपर्छ ल वाक के यहाँसम्म आउनु मन्दिरसम्म। फाइनल्ली हामी चाहिँ पुग्यौँ। यो पनि हो सास मलाई सास फेर्नै गाह्रो भइसकिसक्यो। यो मन्दिर होइन क्या भर्खर त होइन यो त पुरानो पो पुरै पुरै पुरानो छ पुरानै होला नि के छैन। ए नयाँ पो रहेछ नयाँ भन्ने गरेको रहेछ। ग्यासहरू पनि छ चुलाहरू पनि यस्तो भइरहेछ कि सास फेर्न सकिरहेको छैन म चाहिँ। हो फेर्न सक्नुहुन्छ। सोमबारे बजार यति छ है सोमबारे बजार दिङलाको यही हो। ओ हामी बस्ने घर पनि देखिन्छ मजाले। हामी बस्ने घर चाहिँ उ त्यो ठ्याक्कै यो मेरो अम्ला देखेको त्यो दाउरा देखिरहेछ दाउरा यहाँनिरको। उसले चाहिँ कन्टिन्यू भिडियो गरिरहेछ नि कस्तो राम्रो हो। केहरू के चाहिँ फोटो ल यो नयाँ बन्दै गरेको नि यो कसरी देख्यौ जाउँ मैले गाइस भनिरहेछ। ओ यहाँ घर पनि छ त घर नि अस्ति बिहे भएको चाहिँ कहाँ हो अर्कै मन्दिर ए यहाँ रहेछ नि त फाइनल्ली हामी चाहिँ निस्क्यौँ है।
वाउ यहाँ रहेछ नि त मन्दिर पुग्यो गाइस पुग्यो गाइज गाइज यता म पनि पुगेँ गाइस जुन दुकान त्यो क्यामेरा भक्कु भक्कु अरे के भनेको भक्कु पुरा भ्लगर भनिरहेछ हाम्रो भाइ हेर्न सक्नुहुन्छ है सिन्यारी यस्तो छ सिन्यारी ल हामी चाहिँ फाइनली पुग्यो ठाउँ एकदम शान्त पिसफुल है इन्भाइरोमेन्ट छ यहाँ बिहेहरू हुन्छ प्रायः यो मन्दिरमा भाइ अबै साप साप नि कत्रो पैसा छ अबै कस्तो खालको कत्रो पैसा छ भाइ लानु मिलेन है भाइ लानु मिलेन है लानु मिलेन लानु मिलेन नि फेरि किन कहाँ मिल्छ त अनि यो सापको पनि पैसा ल भाइ के गर्छ अब ठुङ्छ नि हेरेन यत्रो ठुङ्छ पो त तपाईँ हात लगाएर देखाउनु त अह देखाउनु ठुङ्छ पो त यसले त देखाउनु देखाउनु ओहो कस्तो हौ शान्त छ नि यहाँसम्म लाइन पुगेको रहेछ ओहो कस्तो दामी हौ ढोगेर छिराइ ढोग्यौ ल ढोगे है फर्स्ट टाइम हो नि त यहाँ त्यही भएर ढोग्नुपर्छ ल म बजाउँछु के हुँदैन होला बजाउनु नि यता भाइ पार्ट 2 अरे उसको भिडियो बनाउनु भिडियो के पार्ट 2 पुगिसक्यो अरे बजाऊ कसले बजायो कसले भाइले बजाएको हो भाइले हो भाइ कहाँ पुग्यो खोइ यहाँ पुगेछ यसरी पनि गर्छ मन्दिरमा ढोग्यौ ढोग्यौ मन्दिरलाई सुरुमा ढोग्यौ यस्तो गऱ्यौ यस्तो यस्तो गऱ्यौ मन्दिरलाई ढोग्यौ ढोगेनौ ए अहिले पो यस्तो नि हुन्छ ल भाइ यो के हो यो भनेको उहाँ पहिले भगवान चढेर आउनुहुन्थ्यो ए यता त गाईको फोटो रहेछ खोइ ए होइन होइन गाई नै हो नि मूर्ति रहेछ गोरु गोरु हो कि के गोरु नै हो यस्तो जुरो छ नि गोरु छ गोरु खोइ ए गाईमा पनि बसेर एउटा भगवान आउनुहुन्थ्यो त हौ यस भगवान आउनुहुन्थ्यो है नाम चाहिँ फुलहरू पनि रहेछ त्यो भगवानको नाम के थियो नाम के को ए यता चाहिँ के हो पूजा गर्ने ठाउँ होला सायद चुडाहरू पनि देखिन्छ ओहो दामी दामी है यो किनभने यो सबैले किन बाँधेर आउँछन् नि के यो बिहे हुन्छ यहाँ बाँध्छन् कि के हो खोइ यो कुन हो यो ल कहाँ जाने के छ ए मेरो छाता छोडी आयो त नि उ तल के हुँदैन होला म लिएर आउँछु है गाइस फोटो पनि खिच्नु थियो पसिना सरी भयो मेरो चाहिँ यहाँ छाता छोडिएको छु क्या लिन गइरहेको छु हामी चाहिँ फर्केको मन्दिर हेरिसकेर पनि फर्क्यौँ अब अर्को ठाउँमा जाँदैछौँ तल पाखारी चौर के भन्छ त्यो चौरमा गइरहेछौँ हामी चाहिँ
त्यहाँ गएपछि देखाउने छु चौर कस्तो छ एकदम राम्रो छ हरियाली छ होइन देखाउने छु म त्यहाँ पनि गएर यहाँ हाम्रो भाइ भइरहेछ ओह्रालोमा यस्तो दिइरहेछ होइन अबै ला लड्छ भाइ चिप्लेर लड्छ भाइ साँच्ची लड्छ 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 अलिकति ल सुली के अरे सुली होइन हौ कुकुरको रहेछ हामी चाहिँ फ्रेस भएर फर्किँदै गरेको अवस्था फ्रेस पनि भएमा त हौ त्यहाँ पुगेर त यस्तो क्या नि रमाइलो फिल भने भाइ फ्रेस भयो सायन फ्रेस भयो दिमाग फ्रेस भयो झन् राम्रो हुन्थ्यो हेर्नु पाइएन मन्दिर चाहिँ बन्द रहेछ के हो यो नभए त खेलेर ओहो हेर मान्छे जान्छ के जान्छ कमिलाको लाइन हो रेड कलरकोले टेक्छ टोक्छ त्यस्तो त मेरो कोठामा भनिएर छ मलाई टोकेको खुन अहिले 0 मा छ खुन अहिले 0 मा छ अरे उसको खानु दिनु लाग्दैन खुन अहिले 0 मा छ भनिरहेछ हैन पुरा चिप्लेर झर्छ है पकाएर है यहाँ चाहिँ लड्नु सक्छ है भाइ लड्नु सक्छ हैन अहिले भैँसी त लडिन्छ भैँसी लड्छ है भैँसीलाई मजाले ल्याम भैँसी यस्तै छ है भैँसी पारा के रे पर्काइमा दिन्छ अरे गाला उफ के भन रिसायो फेरि पारा आयो पारा आयो पारा पारा झर्दैछ पारा के भनेको के अरे छाले भने छाले भनेको म भोलि दिपक सरलाई भनिदिन्छु तपाईँको के भन्छ स्टुडेन्ट त यस्तो पाराको बोलिरहेछ पाराको भनेर भन्छु म प्रिन्सिपललाई अनि स्कुल गेट आउट हुन्छ हाम्रो भाइ नि सायन थापा इज गेट आउट भनेर भन्नुहुन्छ प्रिन्सिपललाई अनि त्यसपछि खालाउ म त खुसी गइहाल्छु स्कुल नजाने भनेपछि अनि खुसी हुन्छ अनि ला पानी पऱ्यो होइन एक थोपो पानीले मलाई हान है हामी चाहिँ त्यही हो मैले भनेको अघि पाखाली चोर के पो अरे नाम पाखाली डाँडामा पुग्यौँ यस्तो छ फेरि रमाइलो छ हौ हाम्रो भाइ पाखाली चोर भन्ने ठाउँमा पुग्यौँ अहिले चाहिँ यहाँदेखि हाम्रो घर ऊ त्यो नजिकै 5 मिनट लाग्छ सर म देखाउने छु यसो भन्दैन है उसले ल गाइस म चाहिँ मन्दिरको भिडियो देखाउने बिर्सेछु अब चाहिँ देखाउने छु पाखाले चोर भन्दै लु अब हामी चाहिँ यति नै हो भिडियोलाई यही इन गर्न चाहन्छु म चाहिँ किनभने भिडियो लङ पनि भइसकिसक्यो ओके फेरि पनि अर्को भ्लगमा भेट्नेछौँ बाई